एक्कासी मन डराउने, आत्तिने, मरिहाल्छु कि जस्तो हुने, हार्ट एट्याक आइहाल्छ कि जस्तो हुने, मुटुको धड्कन बढ्ने, पसिना आउने, शरीर काँप्ने, मुख सुक्काउने, आँखा धमिलो देख्ने, टाउको झुम्म हुने, बेहोस होला कि जस्तो हुने, सास रोकेला जस्तो हुने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने, भारी हुने, शरीर चिसो अथवा तातो हुने, त्यस्तै पोल्ने, झमझमाउने, जुन चाहिँ केही मिनेटदेखि आधा घन्टा 1 घन्टासम्म हुनसक्छ र कसै कसैमा चाहिँ यो निन्द्राको बिचमा पनि हुनसक्छ, जसले गर्दा त्यो व्यक्ति डराएर निन्द्रामै बिउजिरहेको हुनसक्छ र कसै कसैलाई मैले आफ्नो दिमाग कन्ट्रोल गर्न सक्दिनँ कि म पागल हुन्छु कि त्यो पिरियड अफ टाइमको लागि चाहिँ त्यस्तो भइरहेको छ भने हामीले यसलाई प्यानिक अट्याक भनेर भन्छौँ र यस्ता प्यानिक अट्याकहरू कुनै पनि एक व्यक्तिमा बारम्बार आइरहेको छ, कुनै एउटा स्पेसिफिक सिचुएसनसँग सम्बन्धित छैन, अकस्मात झ्याप्प एक्कासी आउट अफ द ब्लू भनेर भनौँ त्यसरी आइरहेको छ। फेरि भविष्यमा पनि मलाई प्यानिक अट्याक आउने हो कि त्यस्तो अट्याक हुने हो कि भनेर त्यो डर त्यो व्यक्तिमा हमेसा भइरहेको छ, जसले गर्दा त्यो व्यक्ति एक्लै बस्न नसक्ने र जुन सुरुमा जुन सिचुएसनमा प्यानिक अट्याक आयो ती सिचुएसनहरू चाहिँ बिस्तारै अभोइड गर्ने। यदि यस्तो भइरहेछ भने यसलाई हामीले प्यानिक डिसअर्डर भनेर भन्छौँ, जुन एक प्रकारको एन्जाइटी